व्यक्तिगतको तर्फबाट पनि हृदयदेखि नै नमन र ती मृत चिर आत्माप्रति सुख शान्ति मिलोस् र अब अहिलेको यो मैले बोल्नुपर्दा हृदयदेखि नै अपूरणीय क्षति भनी यो नेपाली जनतालाई र नेपाली देशलाई नै दशा लागेको अवस्था हो। म त फेरि नुवाकोट जिल्ला धादिङ जिल्लामा त एकदमै नजिक भएको मान्छे। त्यहाँका एक दाजुभाइ दिदीबहिनीहरू मैले चिन्जान गरेका र म जाँदा बाटोमा खाना खाने होटेलहरू ती सब छेद विच्छेद र तिनका परिवारहरू पनि परिवारै बेपत्ता भएको सामाजिक सञ्जालमा हेर्न पाइन्छ। म हृदयदेखि नै एकदमै दुःख व्यक्त गर्न चाहन्छु। अब अर्को कुरा के छ भने तपाईँको नेपालमा यस्ता किसिमका घटनाहरू नघटेका होइनन्। केही वर्ष अगाडि मेलम्चीमा भएको घटना पनि ताजै छ हाम्रो मानस पटलमा। हामी मान्छे पनि कस्तो भयौँ भने जहाँ खोलो छ त्यहाँ खोलामा पिलर गाडेर घर बनाउने है। अब सरकारले नगर भन्दा पनि ऊ नमान्ने, मैले तिरेको छु भन्ने होइन, त्यो व्यापारिक केन्द्र बन्ने होइन। त्यस्तो भएको हुँदा धेरै धनजनको क्षति हुन्छ। केही समय त राम्रै हुन्छ। जस्तो तपाईँ खारी चाउरलाई लिन सक्नुहुन्छ। खारी चाउरमा मान्छे बगायो भने चिन्ता व्यक्त गर्ने कि नगर्ने त। राज्यले त्यहाँ होटेलै नराख भनेको छ, त्यहाँ बस्ती नै नबस् भनेको छ। तर राम्रा नराम्रा सबै खालका मान्छे ती बालबच्चाहरू को निधन भएको छ भर्खरै। वातावरणसँग पर्यावरणसँग चिन्जान हुँदै गरेका नाबालकहरू, वृद्ध आमाबाहरू, वयस्कहरू, इभन प्रहरीका जवानहरू पनि तपाईँको माइकिङ गर्न जाँदै बेपत्ता भएको अवस्था छ। 32 जनाको एउटा ग्रुपै बेपत्ता छन्। त्यस्तै 384 जना विदेशीहरू बेपत्ता छन् होइन। यस्तै लगायत त्यहाँ अब यो अकल्पनीय क्षति भएको छ। यसको आकलन आउन धेरै समय लाग्छ। यो खास भएको के हुन सक्छ डाक्टर साहब? अहिले जुन खालको हिम पहिरो, हिमताल भन्ने खालका यो चाहिँ हजुरको भूकम्पले छेद विच्छेद गराएको हाम्रो भूमि छ। यो हल्लिएको भूमि छ। सरी। र पहिरो जानु, बाढी आउनु, मूल फुट्नु यो भूकम्पका कारणले पनि हुन्छ र मूल सुक्नु पनि होइन। यो चाहिँ चाइनाले हुनुभन्दा अगाडि 2 घन्टा अगाडि नै थाहा पायो। इन्डियाले पनि थाहा पायो, तर नेपालले थाहा पाएन। नेपालले जल सम्झौता गरेकै छैन होइन। जल सम्झौता नगरेपछि चाइनाले सूचना प्रवाह गरेन। सूचना प्रवाह गरिदिएको भए आज नेपाल सरकार पनि चनाको छैन। तर यो सरकारको दोष पनि होइन होइन। यो सरकारले छिटोभन्दा छिटो त्यहाँका अब यहाँ त धादिङ, चितवन, नुवाकोट मात्रै असर गरेन। त्यहाँ बाटै बन्द भइसकेको छ। त्यहाँका मानव बाँचेका, घाइते र बेपत्ताको परिवारलाई अब दिगो ज्यान दिएर खोजी त राज्यले गर्छ नै। पहिलाको जस्तो सरकार छैन यो होइन। अब सरकारले गर्छ नै, दुईमा छैन। अहिले 10-12 हेलिकप्टर घुमाइ पनि राखेको छ होइन। पहिलाको सरकार जस्तो भिजिबिलिटी पुगेन भनेर 4 जना मान्छे खोला कराउनु पर्ने अवस्था छैन अहिले होइन। सरकारले गर्ने आफ्नो तर्फबाट काम गर्ने नै छ। प्रहरी प्रशासन, सेना होइन, यत्रो सेना छ। त्यो मलाई लाग्छ त्यो खोजी कार्य, सबको गणना र तिनीहरूलाई क्षति भएकालाई राहतको कोटा या त बचाउने नै कुरा छ अहिले होइन। अब अहिले आम नेपाली दाजुभाइहरू र विदेशी पनि यो खबरले मुटु छिया हुन्छ।
त्यहाँ बच्चाको लास देख्नुभयो होइन। अब यो चाहिँ हाम्रो भूगोललाई नेपालको भूगोललाई सही नभएको जस्तो बुझिन्छ बस्नलाई। कुनै पनि ठाउँ सुरक्षित छैन। काठमाडौँ त छँदै छैन, मधेस डुबानमा पर्छ, पार पहिरोले जान्छ। अब यो हामीलाई बचाउने भनेको हामीले भूगोल कस्तो रोज्यौँ भन्नेमा पनि भर पर्छ होइन। अर्को कुरा जुन त तपाईँको चाइनाले नेपाललाई सूचना नै दिएन, उसले 2 घन्टा अगाडि नै थाहा पायो। त्यहाँ पनि उनीहरूको पनि त क्षति के कति भएको छ त्यो त थाहा छैन, आएको छैन होइन। चाइनाको सरकारले सूचना नेपाललाई दिँदैन। उनीहरूको सूचना एकदमै स्ट्रङ छ होइन। भारतसँग चाहिँ जल सम्झौता छ, भारतले 3 घन्टा अगाडि नै थाहा पाएर छ, तर नेपालले चाहिँ थाहै पाएन। कता कता सुन्न आउँछ, हिजो बेलुकै सूचना पाएको थियो, सरकारले लुकायो भने पनि कुरा सुनिन्छ। तर यस्ता त्यो खालको अमानवीयता गरेन होला होइन। त्यस्तो कुरा चाहिँ म विश्वास गर्दिनँ। मलाई थाहा भएको कुरा जल सम्झौता चाइना र नेपालको छैन। तसर्थ यो कुरा थाहा पाएन। त्यो भएपछि चाइनाले सूचना दिएन, नदिएपछि यहाँका भरका केही न केही बाँच्ने मान्छे पनि मरे होइन। त्यो त दुःखदायी घटना भयो होइन। यहाँ साइरन छैन, प्रत्येक खोलामा घर बनाएको छन् मान्छेले, नबना भने टेर्दैन होइन खोलामा। तर म चाहिँ एउटा कुरा के भन्न चाहन्छु भने जसले खोला पिलर गाडेर भात बेचिया छ नि है, मर्नु हुँदैन, दुःखदायी घटना हुन्छ, पीडादायी घटना हुन्छ। तर यस्तो ठाउँमा नबस भन्दा पनि जनता मान्दैन होइन। बासी भात बेचेर सुहानी ओठा लाली लाएर खोला पिलर गाडेर खपिसक्ने छैन यहाँ। ऊ त खाली चौरमा है। म हिजो अस्ति भर्खरै दोलखा भएर आएको, सादा भातकै 400 300 है। यस्तो 3जनाले भात खाने 1300 1400, अरू केही खाएको होइन। यसरी मान्छे ठगिरहेछन्। यो व्यापारको कुरा हो डाक्टर साहब। मैले तपाईँसँग बुझ्न चाहेको चाहिँ तपाईँ अलिकति नेपालका समाज, नेपालको भूगोल सँगसँगै माटो बुझ्नु भएको हिसाबले यो खास भएको के हिमतालै फुटेको हुनसक्छ? यो चाइनामा त्यो ताल फुट्यो भन्ने कुरा आएको छ, यथार्थ चाइनामै होइन। एकिन जानकारी छैन, त्यो एकिन जानकारी मलाई छैन। त्यो ताल पनि मैले देखाएको छैन होइन। क्षति त भयो नि, अपूरणीय क्षति भयो नि। यो कतिको क्षति? नेपालको बजेट जम्मा 24 खरबको, अब 24 खरबले बन्छ त त्यो भन्दा नि ज्यानको क्षति भयो। वातावरण चाहिँ खेल्दै गरेका बच्चाहरू, चिनिँदै गरेका बच्चाहरूको ज्यान क्षति होइन। यो राज्यले यो क्षति तिर्नै सक्दैन। भन्नमा आएअनुसार, सुन्नमा आएअनुसार त 20,000 मान्छेको यति बेला जननको त्यो अहिले ट्याक्कै आकलन गर्न सक्ने अवस्था छैन। त्योभन्दा पनि धेरै हुनसक्छ है। त्यो अहिले ठ्याक्कै आकलन आज भर्खर पो सुरु हुँदैछ। यो त महिनौँ लाग्छ। यो बाढीको जुन खालको बेग देखिन्छ नि डाक्टर साहब, यो चलचित्रमा देखिन्थ्यो क्या त्यस्तो खालको दृश्यहरू। अहिले त यो एकदमै धेरै हावाहुरी धुवा जसरी आएको अवस्था छ। नेपालमा योभन्दा पहिला नि भएको थियो, यसरी नै आएको थियो बाढी? पहिला यस्तो हुँदैन थियो। यो खालको बाढी थिएन। यो चाहिँ जहाँ पक्की पुल बने नि, पक्की पुल बनेपछि त्यो पक्की पुल एउटा पुल लग्यो भने 100 पुल भत्काइदिन्छ। त पुलले पुलै भत्काइदिन्छ। पुलले पुल नै। तर पुल त अनि पिलर गाडेर दरो बनाएर मजबुत बनाएको हुन्छ है। कहाँ दरो गाडेर जति मजबुत बनाए पनि भूकम्पलाई कसैले रोक्न सक्दैन। यसरी जाने भने त सप्तकोशीको पुल पनि त फेरि जाने भयो नि। हेर्नुहोस् त कति मजबुत छ। जान्छ त नि। सप्तकोशीको पुल पनि जान्छ, त्यसको नि दिन आउँछ। जाने भनेर त्यसको ऊ नै सकिसकेको छ। जुन त्यसको जो निर्माणकर्ताले बनाएको मिति त सकिसकेको छ। सिमेन्टीको आयु त 50 वर्ष हुने हो होइन। त्यो सप्तकोशीको पुल भनेको आजदेखि होइन नि होइन। त्यसको पनि म्याद पुगिसकेको छ। त्यो कुन दिनमा जान्छ त्यसको पनि ठेगान छैन। खास के कारणले चाहिँ यो अब प्राकृतिक विपद भनेको त कसैले अनुमान गर्ने कुरो होइन, तर पनि
तपाईँले भन्नुभयो जस्तै चाइनाले थाहा पाए, इन्डियाले थाहा पाए, नेपालले थाहा पाएन भन्दै गर्दा अनि हाम्रो नेपालमा पनि त विभिन्न खालका भूगोलसँग प्रकृतिसँग सम्बन्धित सङ्घ संस्थाहरू त हुनुहुन्छ त। यी सबै ठगेर खाने हो, यिनीहरू केही गर्दै। अनि पानी पर्ने कुरा काठमाडौँमा कहिले पर्दैछ, काठमाडौँमा कहिले घाम लाग्दैछ, त्यो कुरा त अपडेट भइरहेको अवस्था छ त। त्यो फाल्टु अपडेट नचाहिने, कामै नलाग्ने। पहिलाका मान्छेलाई पहिल्यै थाहा छ आज बादल लाग्छ पानी पर्छ भनेर, त्यो उसलाई थाहै हुँदैन। त्यो सबै हावा हो। त्यो मान्छे भ्रम छ नि काम। अब केही दिनमा मात्रै खोल्ने तयारी थियो होइन नाका? हजुर, सुन्नमा अनुसार अब केही दिनमा नाका खोल्ने तयारी थियो। नाका खोल्नुभन्दा अगाडि नै यो खालको विध्वंस मचियो। अहिलेभन्दा 2-3 महिना अगाडि पनि त ठुलै क्षति भएको हो नि नाकामा, तातोपानी नाकामा हो नि। तर किन सतर्क रहेन? यो सतर्क त्यो त सरकारले राज्यले गराउनु पर्ने थियो। त्यसो हुँदा राज्यले गराउन सक्दैन मैले भने। राज्य निकम्मा हुन्छ, राज्य भइसकेपछि मात्रै यसो उद्धार गरे जस्तो देखाउँछ। यहाँ हुँदै आएको त्यही हो, अहिले पनि हुने त्यही हो। त्यो तपाईँको स्ट्रङ रूपमा त्यो जस्तो तपाईँ खाली चौरमा ती सब घर भत्काएर बाटो मात्रै राख्नुपर्छ नि, होटेल राख्न दिनु हुँदैन नि, पसल राख्न दिनु हुँदैन नि, सडकमा पसल लाग्ने होइन नि। अनि सडकमा हिँड्ने मान्छेलाई भोक लाग्ला, तिर्खा लाग्ला, त्यो एउटा निश्चित एरिया हुन्छ। भोक लाग्ने त्यो राज्यको तर्फबाट जहाँ खोलाको किनारमा कोसीमै खामो गाडेर पिलर गाडेर घर बनाउन दिनु हुँदैन। त्यो राज्यको दायित्वभित्र पर्थ्यो। राज्यले त्यो दियो। राज्यले पनि कसले दियो भन्दा जस्तो सिन्धुपाल्चोक जिल्लामा पर्छ खारीचौर। त्यो खारीचौरको पुलमुनि हेर्नुहोस् त, त्यहाँ यसरी खामो गाडेर घर बनाएको छ। त्यो घरको मान्छे बगायो भने तपाईँले चिन्ता गरेर हुन्छ? क्षतिपूर्ति राज्यले दिएर हुँदैन त्यसो भए? राज्यले क्षतिपूर्ति किन दिने? खोलामा नबना भनेर खामो गाडेर चाहिँ घर बनाउँछ अनि बासी बात बेच्छ। अनि त्यस्तो मान्छेलाई राज्यले क्षतिपूर्ति दिने? राज्यको मापदण्ड छ। राज्यको मापदण्ड खोलाको यति किलोमिटरभन्दा माथि चाहिँ घर बनाउन पाइँदैन भने राज्यको मापदण्ड छ नि। त्यहाँ स्थानीय स्तरमा के छ? पैसा खान्छ र घर बनाउन दिन्छ। अनि बिचरा त्यो गरिब मान्छे आयस्रोत हुँदैन, त्यहाँ घर बनाउँछ अनि आफ्नो व्यवसाय सञ्चालन गर्छ। अनि एक दिन त्यही गरिबलाई खोलाले भरेर लान्छ अनि सक्यो, उसको जीवनै सकिन्छ। राज्यको मापदण्डै भएन क्या। अब यो प्राकृतिक विपदलाई लिएर राज्यको मापदण्डसँग तुलना गर्न मिल्छ? तपाईँको प्राकृतिक विपद भनेको किन मिल्दैन? तपाईँलाई म भनौँ, जस्तो अहिले त्रिशुली नदी हो नि त, ले बगा। राज्य भनेको स्ट्रङ हुनुपर्छ, कानुन भनेको स्ट्रङ हुनुपर्छ होइन। विदेशमा त यसरी मान्छेहरू हत्तपत्त, जस्तो जापानमा नि भूकम्प जान्छ नि, त्यहाँ भूकम्प गएर मान्छे मर्दैन नि। उसले आफू बस्ने घरै त्यस्तो हिसाबले बनाएको हुन्छ। नेपालमा त त्यो छैन। आफैले बनाएको घरले आफैले बोकेका ढुङ्गाले आफैले थिचेर मार्यो होइन। त्यस्तो बनाउन दिनु हुँदैन नि। यहाँ 90 सालमा भूकम्प गएका मान्छे अझै पनि एकाध बाँचेकै छन्। उनीहरूलाई त राम्रो थाहा छ। ऊ त्यहाँ थाहा नभए भोल पार्कमा गएर हेर्नु, सबै लेखेको छ त्यहाँ। भोल पार्कमा सबै लेखेको छ त्यहाँ। अब मान्छे जानकार हुँदैन, त्यो त जान्नुपर्ने मान्छेले नै हो। अहिले एकछिन ठग्न पायो भने तपाईँले जति पनि ठगिदिन्छ। जहाँ गरिब मुलुक छ नि, त्यो मुलुकमा रोडको मात्रै विकास भयो कि हजुर, यहाँ अरू केही विकास छैन। रोड भनेको सुविधा हो। तपाईँले कुनै कुरा एउटा सियो पनि नेपालमा बन्दैन। बनाउने मान्छेलाई नि खुट्टा तानेर बनाउनै दिँदैन। यहाँ एकजना बजारचारी भन्ने मान्छे छन्, उनलाई चित्रै बनाउनु दिँदैन।
उनले बनाएको चित्र त्यस्तो यो नङमै बुद्धको पुरा फोटो बनाइदिन्छन् उनले नङमै कलर कलरको उसलाई त कुनै उसमा भाग लिने एलाउटै छैन त्यस्तो देश नेपाल यो नङमै मात्रै पुरा बुद्धको आकृति बनाउँछन् उनले र उनलाई त चित्रकलामा कहीँ पनि भाग लिने अवसर दिँदैन यस्तो देश पो हो नेपाल त अब त्यही देशमा जुन यो यस्तो देश हो नेपाल भनेर जुन खालको देशप्रतिको एउटा वितृष्णा भन्ने कि के भन्ने यसलाई यो वितृष्णा हो म नेपालको सरकारदेखि नेपालको नीति नियमदेखि म वक्क दिक्क भएको मान्छे हो म नेपालको संविधानलाई यो पुनर्लेखन गर्नुपर्छ भन्छु अब आज नेपाली नागरिकलाई आपद विपद पर्दाखेरि बचाउन जाने सुरक्षा दिन जाने उद्धार गर्न जाने नेपाल प्रहरी ट्राफिक प्रहरी माथि हिजो कुटपिट भएको घटना सार्वजनिक भएको छ यो घटना हेर्दै गर्दाखेरि जेनजीको धङधङी अझै पनि मेटेको रहेनछ भनेर प्रहरी स्वयंले बोलेको अवस्था छ एकजना प्रहरी महिलामाथि तपाईँ यो आकाशे फुल पार गर्नुहोस् भनेर भन्दा महिलामाथि उसै त हातपात गर्नु हुँदैन हो त्यहाँ माथि पनि ड्रेस लगाएको महिलामाथि हातपात गर्ने त्यो कुकुर भन्दा पनि तल्लो लेभलको मान्छे हो त्यसलाई जन्म कैद हुनुपर्छ ड्युटीमा रहेको महिलालाई हातपात गर्ने मान्छेलाई जन्म कैद हुनुपर्छ माफी छैन माफी दिनै हुँदैन किन उनी हतारमा थिए होला नि त हतारमा भए पनि नियम त मान्नुपर्छ नि पर्छ ट्राफिक नियम उल्लङ्घन गर्न मिल्दैन नि अनि त्यहाँमाथि महिला प्रहरीमाथि हातपात गर्ने उसका छोरी छन् दिदी छन् बहिनी छन् त्यही जस्तै महिला बिचरा आफ्नो जीवन चाहिँ राम्रो होला भोलि पिल्सिङ आउला भनेर उभिएर दिनभरि ड्युटी गर्ने प्रहरी महिलामाथि हातपात गर्नु त्यस्तो कायर मान्छेको कुरै नगर्नुहोस् त्यो मान्छेलाई जन्म कैद हुनुपर्छ मेरो एकदमै छोटोमा उत्तर तपाईँलाई त्यो घटनामा यसभन्दा अगाडि कहिलेकाहीँ पब्लिक र प्रहरी बीच लफडा झगडा हातालाल भयो भने आम जनता चाहिँ खनिने भनेको प्रहरीमाथि नै थियो तर अहिले सबैले प्रहरीलाई चाहिँ सपोर्ट गरेको देखिन्छ होइन त्यो अवस्थाअनुसार हुन्छ नि सबभन्दा नजिक हुने पनि प्रहरी सबभन्दा दोष पाउने पनि प्रहरी सबभन्दा तपाईँलाई प्रहरी नभई हुँदैन हो तर सबभन्दा दोषी पनि प्रहरी सबभन्दा कम तलब खाने पनि प्रहरी अब यो प्रहरीलाई यसरी हातपात गर्दै गर्दाखेरि प्रहरीको आत्मबल घटेको अवस्था छ हुन त प्रहरी प्रमुखले लेख्नु भएको गीत पनि थियो म त खरानीबाट उठेर आएँ आमा भन्ने अवस्थामा अहिले प्रहरीलाई एउटा ठुलो वज्रपात परेको छ तपाईँ एउटा डाक्टर साहब भएको हिसाबले अर्थात् तपाईँ पनि त कुनै पार्टीको नेता हुनुहुन्छ यसमा राजनीतिकरण भयो भने के हुन्छ यो जुन अहिले रसुवा घटनामा पनि त राजनीतिकरण त होला हुन्छ त्यहाँ अब त्यो खोज्न जाँदा नै त्यहाँ कमाउनेदेखि रमाउनेदेखि के हुन्छ आफ्नो विज्ञापन गर्नेदेखि लिएर है अब आफू व्यक्तिगत विज्ञापन हुन्छ नभ त्यहाँ है 5 किलो चामल देखेर 25 चोटि फोटो खिच्ने पनि हुन्छन् त्यहाँ है यहाँ त यस्तो देश हो नि यो त्यो आयो भने अचम्म नमाने हुन्छ तपाईँ 5 किलो चामल दिन्छ 30 चोटि फोटो खिचेर फेसबुकमा हाल्छ टिकटक बनाउँछ अब टिकटक बनाउनु जाने मान्छेको यदि जान दिने भने त्यहाँ ओहिरो लाग्थ्यो मर्या बच्चा माथि पनि बसेर फोटो खिच्थ्यो यस्तो जमाना छ नि त अहिले समाज त्यसरी बिग्रियो होइन समाज भन्ने नै छैन तपाईँ बाउलाई ड्याडी भन्न थाल्नुभयो ड्याडी मात्रै होइन सुड्डै भन्न थाल्नुभयो बाउलाई सुड्डो आमालाई सुड्डी संस्कार समाज संस्कृति केही पनि छैन सबै मेटिसकेको छ अस्तित्वै मेटिसकेको छ अब तपाईँले भन्नुभयो नि चाह्यो भनेदेखि लास्टमाथि त्यहाँ टिकटक बनाउने अवस्था छ आफ्नो व्यक्तिगत ब्रान्डको लागि उहाँहरू त्यहाँ प्रचार गर्न जाने कोही सहयोग लिएर जान्छ भने कुनै ब्रान्डको कुनै लुगाको कुनै पार्टीको सहयोग लान्दिनु हुँदैन त्यस्तोलाई रोक्नु पर्यो कसैको सहयोग पनि लान्दिनु हुँदैन राज्य बाहेक अरूले सहयोग गर्ने होइन राज्यले नपुगेको ठाउँमा व्यक्तिले गर्न के भयो राज्यलाई दिने राज्यले दिन्छ सम्पूर्ण जिम्मा राज्यलाई हो फेरि राज्यमाथि पनि त विश्वास नगर्ने एक बोरा चामल लिएर राज्यलाई दिनु कतिको जायज हो एक ठाउँमा सङ्कलन गर्ने अनि वितरण गर्ने खुत्रुके बचत गर्ने एक ठाउँमा सङ्कलन गर्ने भोगो पेटलाई तुरुन्तै राज्यले सहयोग गर्ने तुरुन्तै इमिडिएटली अहिले त्यहाँ फोटो खिच्न जाने होइन नि कसैको रमाइलो होइन नि मैले भने त लासमाथि बसेर पनि टिकटक बनाउन थाल्छन्
त्यहाँ कसैले छिर्न दिनु हुँदैन। अँ राज्यभन्दा बाहेक विश्वास गर्ने त तपाईँले राज्यले नै हो, ओहो त्यहाँको स्थानीय सरकारलाई हो होइन, त्यहाँको प्रदेशलाई हो, त्यहाँको ओडालाई हो होइन। अहिले त सरकार नभएको ठाउँ पनि त छ कतिपय ठाउँमा। सरकार नभएको ठाउँ कहीँ छैन। जुन ठाउँमा क्षति भएको छ त्यहाँ स्थानीय सरकार छैन, स्थानीय सरकारको भवनै भत्काएको अवस्था छ भने होइन, सरकार मान्छे त छ नि। उहुँ, एउटा मानवले अर्को मानवलाई एकात्म ढङ्गले सहयोग पुर्याउनु पर्यो क्या। लापरवाहीले रात बानी यो दिनी त्यो दिन त्यो गर्नु हुँदैन, त्यसले राम्रो गर्दैन। यहाँ त्यस्तो नगरेको होइन होइन, ती गरिबमाथि खेलवाड पनि गर्छ उहुँ। अब यो रसुवा घटनामा चाहिँ राजनीति नहोस् भन्ने तपाईँको अपिल होइन। त्यस्तो मान्छेको दुःखमा खेल्नु हुँदैन। दुःखको पीडा वेदना उसको अर्कै हुन्छ। अनि एउटा क्यामेरा बोकेर गएर उसको पीडामाथि खेलवाड गर्नु त्यो सबभन्दा अपराध हो। यो डाक्टर साहब तपाईँले कति समयदेखि चाहिँ हिमताल फुट्छ भन्ने सुन्नुभएको थियो र यो आजको जुन छाल आउँदै गर्दाखेरि चाहिँ यो हो रहेछ भन्ने खालको विश्वास गर्नुभयो? तपाईँको ऊ त्यहाँ हाम्रो म्याडम सुत्नु भएको छ त्यहाँ, अह उहाँको घर मेलम्ची भन्दा अलिकति माथि बगुवामा त्यहाँ झोलुङ्गे पुल थियो। त्यो झोलुङ्गे पुलमा म उभिएर लगेर नानु यो ज्यादामा 5 वर्षभित्र यो मेलम्ची सखा पार्छ, तिमी हेर्दै गर है त, अहिले लेखेर राख है, अहिले लेखेर राख भनेको थिएँ। 5 वर्षमा चट मेलम्ची पुल। कसरी थाहा के त्यसको आकलन हुन्छ क्या, आकलन हुन्छ नि त। जस्तो अनि यो पुल पनि त्यो जुन जङ्गबहादुर राणा हाम्फाले पुल थियो, म उतातिर जाँदै थिएँ, त्यहाँ गाडी हामीले पाएनौँ र यसो त्यहाँ त्यो पुलको बिचमै बसेर भनेको थिएँ मैले, यो पुलको पनि भविष्य छैन, यो पुल पनि जान्छ। अनि पुल बगाउँछ, त्यो त हेभी वेटको हुन्छ, अनि त्यो पुलले अर्को पुलको पिलरलाई हानिदिन्छ, अनि त्यो अर्को पोल ढालिदिन्छ होइन। त्यो त बालुवामाथि नै गरे हुन्छ त्यो होइन, त्यो त खोल्दै खोल्दै त्यो त सकिया हुन्छ। दुईतिरको त्यो त्यसलाई बिचमा ड्याम हालेर पछि त सक्यो नि होइन। पुलले पुल बगाउँछ क्या, पुलले पिलर हान्छ, पिलर हानेपछि त्यो पुल ढल्छ, ढलेपछि त्यो पुल पनि ढल्यो होइन। अब त्यो पुलको सङ्ख्या बढ्दै गयो र अर्को पुल ढाल्यो, अर्को पुल ढाल्यो, बस्ती ढाल्यो, रुख ढाल्यो, त्यसैले गर्दाखेरि चाहिँ त्यस्तो हुने हो। यो खास कसरी ढुङ्गा सिमेन्ट भनेको त वेट हुन्छ, गरुङ्गो हुन्छ, तर पानीमाथि तैरिएको देखियो नि, त्यो चाहिँ यस्तो हुन्छ। पानीको बहाव चाहिँ जस्तो पानी बग्यो नि, पानी यसरी बग्छ नि, अनि यो चाहिँ यस्तो भयो नि, यस्तो भएपछि के भयो थाहा छ हजुरको? अनि यो चाहिँ माथि माथि गयो क्या। पानीको क्यापासिटी भन्दा यसको जुन यो पुल छ नि, यसरी बग्दै गएर जस्तो यो पिलर, यो बग्दै गएर पिलर ढाल्यो पुलको, यो पिलर ढालेपछि के भयो? पुल ढल्यो होइन, ढल्यो अनि गयो होइन। पहिला बाढी आउँदा यसरी मान्छे मर्दैन, त्यो झोलुङ्गे पुल हुन्थ्यो, त्यो पुलले त्यति क्षति गर्दैन थियो होइन। यो त अब यो पुलले नै पुल क्षति गर्यो, अनि त्यसले त झन् ठुलो पार्दै लिएर गयो नि। अनि माथिबाट पहिरो पनि आयो, त्यसले खोल्दै लग्यो, हान्दै लग्यो, अनि गाउँ पनि बगायो, बस्ती पनि बगायो। यो पानी बग्दै गर्दा, पानी भनेको सतहमा बग्ने हो, सलल बग्ने हो, तर आज त हेर्नुहोस् त बादल जस्तो उडेको छ। पानी पनि त्यसरी त्यो बादल जसरी उडेको देख्दै गर्दाखेरि चाहिँ त्यो हुन्छ र भन्ने खालको अनुमान भयो क्या मान्छेमा। आगो र पानी, तरुनी र मूर्ख राजा। आगो र पानी, तरुनी र मूर्ख र राजा। यसको भर हुँदैन, उसले जे पनि गर्छ। आगो र पानी, तरुनी र मूर्ख राजा, यसले जे नि गर्छ। 5वटा चिजबाट जोगिनुपर्छ। त्यसकै झल्को हो आजको। हो, त्यो दैविक प्रकोप हो। यो कोही महिषासुरले नि बचाउन सक्दैन। मैले के भने, आगो र पानी, तरुनी र मूर्ख अनि राजा, उसले जतिखेर जे पनि गर्न सक्छ। त्यसलाई रोक्ने प्रविधि त होला नि, त्यो आफैमा हो। पानी आफै कसरी हो? त्यो पुलिस छ नि, पुलिस, यो 32जना पुलिस, एउटा चौकी 32जना पुलिस गायब भयो नि। पुलिस के कम चलाक हुन्छ त?
केही लाग्यो त? जो सुरक्षाको लागि कसैको केही लाग्दैन। जानकारी दिन गएको प्रहरी जसले जानकारी दिन गयो केही बत्तीजना प्रहरी छैन। प्रकृति नै विश्वको प्राकृतिक भनेको सर्वेसर्वा नै ठुलो हो। त्यसै भएर तपाईँ हामी सबै प्रकृति पूजक हौँ। यो कुनै पनि धर्म नदी पूजा गर्ने माझी जाति छ नि यहाँ, हो त्यही माझीलाई बगाउँछ किन? बगाउँछ माझीको बस्ती बगाउँछ किन? मैले एउटा कुरा भन्ने तपाईँलाई, जुन कुरा त्यो तपाईँले एकदम ध्यान दिएर सुन्नुहोस् है। राज्यले भनेको कुरै जनताले मान्दैन क्या। जनताले मानिदिनु पर्यो। खोला खोलाको छेउमा घर बनाइदिनु भएन, बजार बनाइदिनु भएन। अब खारीचौरको बस्ती बगायो भने के गर्नु? रुनुभन्दा विकल्प अर्को केही हुँदैन। रुनी पनि त्यही बाँचिया रुनी हो, मर्ने त मरिहाल्नु सकिन्छ। त्यो पनि त्यही एरियाको रुनी हो, अरू त कोही रुँदैन। कोही रुँदैन। नेपाली समाज त्यतिसम्म अहिले अरूको चिन्ता नगर्ने बेमतलबी भइसकेको अवस्था छ। हो। अब यो घटनाबाट सरकारले सिक्नुपर्ने के हो? सरकारको त तपाईँले भन्नुभएको जस्तो नेपालको बजेटभन्दा धेरै क्षति यति बेला रसुवाको बाढीले भएको छ भन्नुभयो। यो तपाईँको नेपालको बजेट चाहिँ 24 खरबको, त्यो 24 खरबले बन्छ त? त्यो भन्दैन। 18-19 त पुल लग्यो, पक्की पुल। त्यो पुलभन्दा पनि धेरै त मानव क्षति भयो। बच्चा बच्चा मरे, वयस्क मरे, बुढाबुढीहरू मरे। कति यो क्षतिको आकलनै छैन। फेरि पनि हृदयदेखि नै मृत आत्माप्रति म हृदयदेखि नै नमन, होइन? उहाँहरूको शान्तिको ढोका खुलोस्, फेरि यस्ता घटना सुन्न नपरोस्। यस्तो बाढी पहिरोबाट क्षति भएको, मानव क्षति भएको सुन्न नपरोस्। म त यही भन्छु, दुःख पीडा वेदना आम नेपाली जनतालाई भएको छ र विदेशमा पनि भएको छ। विदेशमा बस्ने नेपालीलाई पीडा भएको छ, होइन? अब यो तपाईँको यो त धेरै कम। यदि राति आइदिए भए के हुन्थ्यो? मेन कुरा नेपाल सरकार र चाइनाको सरकारको सूचनाको हक जुन थियो नि, त्यो कुण्ठित छ क्या। त्यसले काम गर्न सकेन। हो, त्यो पहिल्यैदेखि हो। यो सरकारलाई दोष पनि होइन। सरकारले छिटोभन्दा छिटो इमिडिएटली राहत, घाइतेको उद्धार र मृत शरीरप्रति चाहिँ अब संस्कारभन्दा विकल्प अर्को त छैन। छ त? छैन। तपाईँले जति दुःख व्यक्त गरे पनि, मैले जति दुःख व्यक्त गरेको भए पनि, यदि मेरो घर त्यहाँ थियो भने, मेरो घर लगेको भए पनि अरूले भने मलाई त्यही नै हो, है? तर आम नेपाली जनता दुःख पीडा वेदनामा छटपटिएको छन्, है? यो दुनियाँमा यस्ता घटनाहरू नघटुन्, होइन? दुःख नपाउन्। नेपालका सरकारी संरचनाहरू तदारुकताका साथ अगाडि बढेर राहत वितरणदेखि, होइन, उहाँहरूको खानपान, बसोबास, घाइतेको उपचार छिटोभन्दा छिटो होस् भन्ने मेरो निवेदन हो। हस्, व्यस्त बाबुजू पनि हामीलाई समय उपलब्ध गराइदिनु। धेरै धेरै धन्यवाद। हजुर।